हेलो गाइज, वेलकम टु आवर न्यू ब्लग। आज हामी चाहिँ पुगेको छौँ छिन्चु। मसँग हुन्छ मेरो मम्मी। हामी निरन्तर आफ्नो यात्रामा छौँ। हामी कालीकोट पुग्ने लक्ष्यमा छौँ। अहिले तपाईँ देख्नुहुन्छ रातिको करिब 1 बजिसकेको छ। 1 बजे हामी छिन्चु पुगेर खाना खाएर बाटोमा यसो हिँडिरहेछौँ। हाम्रो बस चाहिँ बिरामी भएर रिपेयरिङको लागि छ। अब एकछिनमा हामी हिँड्यो र म भोलि बिहानसम्म कहाँसम्म पुगिन्छ त्यहाँसम्मलाई जोडिनु न। हाम्रो च्यालेन्जलाई कन्टिन्यू पार्न हामी एक्साइटेड छौँ र अलिअलि डर पनि लागिरहेको छ र हामी च्यालेन्जलाई कम्प्लिट गर्ने छाड्नेछौँ भन्ने भावनाका साथ यहीँ स्टप गर्छु। ल, बाई।